लमजुङ जिल्लाको भोटे ओडारका मदन भण्डारी सानो खुद्रा व्यवसाय सञ्चालन गर्दै आएका थिए। व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने उद्देश्यले उनले आफ्नो विश्वासिला साथीको सल्लाहमा ब्याङ्कबाट कर्जा लिने निर्णय गरे। कर्जा प्रक्रियालाई राम्रोसँग बुझ्न उनी साथीलाई साथमा लिएर ब्याङ्क पुगे। ब्याङ्क पुगेर कर्जा आवेदनको फारम भरी हस्ताक्षर गर्नै लाग्दा मदनलाई उनको साथीले रोके र पहिले सबै शर्तहरू ध्यानपूर्वक पढेर बुझ्नुपर्ने र कुनै कुरा स्पष्ट नभए तुरुन्तै शाखा प्रमुखसँग सोध्नुपर्ने बताए। त्यसपछि मदनले शाखा प्रमुखसँग छलफल गरी कर्जाको ब्याज दर, किस्ता तिर्ने समय र भुक्तानी प्रक्रियाबारे स्पष्ट जानकारी लिए। यसले उनलाई नगद प्रवाह व्यवस्थापन गर्न सजिलो बनायो र व्यवसाय सञ्चालनमा आत्मविश्वास थप्यो। यसले ब्याङ्कसँगको विश्वास पनि बलियो बन्यो र उनलाई अन्य वित्तीय सेवा लिन सहज वातावरण तयार भयो। त्यसैले लक्ष्मी दिदी भन्नुहुन्छ, कर्जा लिनु अघि आफ्नो आवश्यकता, आम्दानी र भुक्तानी क्षमताको यथार्थ मूल्याङ्कन गर्ने गरौँ। कर्जा लिने बेला सबै शर्त, ब्याज दर, भुक्तानी अवधि र जरिवाना बुझेर मात्र निर्णय लियौँ। सही जानकारी सहित लिएको वित्तीय निर्णयले मात्र व्यवसाय र भविष्य सुरक्षित बनाउँछ।